एससीको रिजल्ट आयो अरे तैँले हेरिस्? मैले त हेरिसकेँ। आम्माको चाहिँ म त के भयो फेल भयो कि क्या पास भइस् कि फेल भइस् त? ए पहिला सिधै म त विषय लागिगयो यता हेर म तँलाई म्यासेन्जरमा मेरो सिम्बल नम्बर पठाइदिन्छु ट्याक्क हेरेस् अनि हाम्रो घर आएर ट्याक्क मलाई भनेस् यदि मलाई एउटा विषय लागेको रहेछ भने चाहिँ अङ्कल सन्चै हुनुहुन्छ भनेस् दुईवटा विषय लागेको रहेछ भने अङ्कल हन्टी र तपाईँ सन्चै हुनुहुन्छ भनेस् यदि तिनवटा विषय लागेको रहेछ भने चाहिँ अङ्कल हन्टी र तपाईँको छोरो पनि सन्चै हुन्छ भनेर सोधेस् है। ए छोरो के छ रिजल्ट आज आयो गरे एससीको पास भइ त पास हुन्छस् त? पास हुन्छु बाबा फिक्स डे थाहा छ मलाई 100% हो। अनि के रिजल्ट हेरिस् कि नै? मैले हेर्न आएन बाबा मैले मेरो साथीलाई हेर्न पठाएको को त्यो किस्नेलाई? कृष्णलाई हेर्न पठाएको उसले हेरिदिन्छ साथी त तेरो बुवा तेरो मम्मी तेरो बाजे तेरो बजे तेरो शाखा सन्तान सबै सन्चै हुनुहुन्छ? के भन्न खोज्या? यो कोड भाषा बाबा म पास भएँ सबैमा